नेपालको मूलवासीलाई विशेष गरी जागरुक बनाउने, चेतनशील बनाउने अभियानमा निरन्तर छु। अहिले चाहिँ नेसनल रिपब्लिक नेपाल नयाँ दल आफैले नै आफ्नै नेतृत्वमा हामी साथीहरू मिलेर दर्ता गरायौँ विगत 2 वर्ष अगाडि पनि। अब फागुन 10 गति ठ्याक्कै 2 वर्ष पुग्छ निर्वाचन आयोगबाट दर्ता गरेर म आफैले अध्यक्ष बसेर मौरी चुनाव चिन्ह चाहिँ नयाँ चिन्ह दर्ता गरेर चाहिँ हामीले ल्याएको 2 वर्ष जान थाला हुँदैछ। र अहिलेको रूपन्देही क्षेत्र नम्बर 2 बाट म आफैले नै उम्मेदवार दिएको छु मौरी चुनाव चिन्हबाट। र मूलतः यो चाहिँ दल अब नेपालमा निर्वाचनको हकमा पहिलो अब तपाईको चुनाव लडिराखेका छौँ। चुनाव चिन्ह मौरी पनि पहिलो नै हो। अब म यहाँलाई थोरै किन नेसनल रिपब्लिक नेपाल दर्ता गर्नु पर्यो, अब दर्ता गरेर हामी यसरी अगाडि बढ्नु पर्यो। योभन्दा अगाडि पनि ठुल्ठुला पार्टीहरू त थिए, फेरि पनि नयाँ पार्टीहरू पनि दर्ता भइरहेको अवस्था छ। नेपालमा निर्वाचन आयोगमा करिब 143 दलहरू छन्। त्योमध्ये हामी एक मात्रै दल नेसनल रिपब्लिक नेपाल अरू पार्टीभन्दा भिन्न विचार, सोच र सिद्धान्त बोकेर र अलिकति फरक नेपालको जुन राजनीति वास्तविक समस्या छ त्यसलाई हामीले जुन ढङ्गबाट राजनीति भइरहेको छ त्यो ढङ्गबाट नेपालको समस्या समाधान हुँदैन र अलिक फरक ढङ्गबाट जानुपर्छ भन्ने सोच लिएर हामी अगाडि बढेका छौँ। यसमा म थोरै 3टा कुरा मात्रै क्लियर गराउन चाहेँ, जसमा चाहिँ तपाईँको पोलिटिक्समा के भन्छ भने राजनीतिमा इन्टरनेसनल पोलिटिक्स एउटा कुरा भयो, नेसनल स्ट्यान्डर्डको पोलिटिक्स एउटा भयो र लोकल स्ट्यान्डर्ड भनेको अन्तर्राष्ट्रिय स्तरको चाहिँ एउटा राजनीति जसले पनि एउटा कुनै पनि देश र समाजलाई प्रभाव पार्न सक्ने रहेछ। अर्को कुरा राष्ट्रिय स्तरको राजनीति, जो पार्टी राष्ट्रिय स्तरमा पुग्छ उनले गरे के गरेनन्, कति गर्न सकेनन्, किन सकेनन् भन्ने सन्दर्भ एउटा कुरा। अर्को कुरा लोकल स्ट्यान्डर्डको लोक आधारित जुन खालको राजनीति छ, हाम्रो मान्छेको बुझाइ, सोचाइ, गराइ, अब राजनीतिप्रतिको चेतना के कति छ, यी सबै कुरामा आधार पर्ने एउटा प्रक्रिया। र यी परिस्थितिलाई मध्यनजर गर्दाखेरि हामीले कन्क्लुजनमा के आयौँ त भन्दा जुन खालको एउटा राजनीति आजसम्म हामीले धेरै पार्टीलाई हेर्दै आयौँ, धेरै पार्टीमा हामी लाग्दै आयौँ। हाम्रो पुर्खाहरू हिजो दरवेश शाह, पृथ्वीनारायण शाहले सहयोग गरे, फेरि धोका दियो पृथ्वीनारायण शाहले पनि, जङ्गबहादुर राणाले पनि साथ दियो, झन् झुन्डाएर चाहिँ लखन थापालाई मारिदियो, सुखदेव गुरुङ मरे, फेरि पञ्चायतलाई पनि साथ दियो, त्यहाँ पनि भएन।